नमस्कार साथीहरू, आजको भिडियोमा स्वागत छ। आजको भिडियोमा मैले यो मसँग रहेको छ, देख्न सक्नुहुन्छ। यो रहेको छ डे नाइट लाइट सेन्सर रहेको छ। डे नाइट लाइट सेन्सर रहेको छ। यसले उज्यालो भएपछि बत्ती निभाउने र साँझ परेपछि रातभरि बत्ती बाल्ने काम गर्छ साथीहरू। यसले 220 भोल्टमा काम गर्छ र यसबाट 10 एम्पियरसम्मको डिभाइसहरू चलाउन सकिन्छ। 10 एम्पियर यसको लोड रहेको छ। अनि साथीहरू, बाहिर पोलमा साँझ परेपछि बत्ती बलेको र बिहान भएपछि बत्ती निभेको देख्न सकिन्छ। त्यो काम गराउने भनेको यसको काम हो। अटोमेटिक सेन्सर स्विच रहेको छ यो चाहिँ। अनि यसै गरी साथीहरू, यो होल दिएको छ स्क्रु राखेर यसलाई टाइट गर्नको लागि, अडाउनको लागि पनि यो वाटरप्रुफ रहेको छ। अनि यसमा तीनटा वायर देख्न सकिन्छ। यो तीनटा वायरबाट इन र आउट यसैबाट हुने गर्छ। अनि साथीहरू, यसमा यो रहेको छ मेन इन रहेको छ कालो चाहिँ, अनि सेतो रहेको छ यो कमन रहेको छ। अनि यसै गरी यो रातो रहेको छ लोड रहेको छ। अनि लोडसँगै यसलाई एउटा न्युट्रल पनि चाहिन्छ। न्युट्रल चाहिँ यो सेतोबाट नै कमन भएर जाने गर्छ। अब यसको कनेक्सन कसरी हो त्यसको लागि यहाँ पनि बताइएको छ, देख्न सक्नुहुन्छ। लोड रहेको छ रातो, यो रातो लोड भयो। न्युट्रल व्हाइट रहेको छ सेतो, यो कमन हुन्छ। त्यसै गरी ब्ल्याक लाइन यो मेन लाइन रहेको छ। अब यसलाई कसरी कनेक्सन गर्ने त्यो पनि म बताउने छु। अब यसरी यो एसी लाइन 220 भोल्टको यो प्लस यो माइनस, या जुनसुकै यताको प्लस यताको माइनस पनि हुनसक्छ साथीहरू। अब यसमा यसरी पहिला एउटा यो कालोलाई यसरी यता जोड्ने, मेन लाइनमा एउटा कालो तारलाई यसरी जोडिदिने। यसरी जोडिसकेपछि यो जोड्नुपर्ने हुन्छ यसरी। अनि साथीहरू, यसैसँग अब म यो बल्ब पनि जोड्ने गर्छु। यो बल्ब होल्डर रहेको छ। अनि एउटा यही जाने गर्छ डाइरेक्ट, यो कमन रहेको छ यो सेतो तार। यसरी गयो। अनि एउटा चाहिँ स्विचबाट, यो सेन्सर स्विचबाट कन्ट्रोल भएर जाने चाहिँ यसरी डाइरेक्ट जाने गर्छ। यसरी कनेक्सन पनि सजिलो रहेको छ। यति गरिदिइसकेपछि यसको कनेक्सन कम्प्लिट भएको छ साथीहरू। अब यसलाई म बालेर देखाउने छु। कनेक्सन यही अनुसारले रहेको हुन्छ। यसमा देख्न सक्नुहुन्छ सजिलैसँग। अब यसमा मैले सप्लाई दिएँ। सप्लाई दिनभन्दा पहिला साथीहरू, यो कनेक्सन ठिक छ कि छैन हेर्नुपर्ने हुन्छ। जुनमा भएन। यो र यो इन, यो र यो आउट ठिक छ। अब यसमा मैले सप्लाई दिएँ एसी लाइन 220 भोल्ट। यति गरिसकेपछि यो किन बलेन साथीहरू? किन भन्दाखेरि यहाँ उजेलो छ। यसलाई कि साँझै पर्न पर्यो कि यसलाई ढाक्नु पर्यो अहिले चेक गर्नको लागि। यसलाई मैले यसरी ढाकिदिन्छु रुमालले। अब यो एकछिनमा आफै बल्छ। यो बलेको छ। अब मैले यो रुमाल हटाइदिन्छु, यो उजेलो हुन्छ त्यसले। अनि उजेलो भएपछि यो यसभित्र सेन्सर रहेको हुन्छ। सेन्सरले उजेलो भएको यसले थाहा पाउँछ। अनि यो निम्ने गर्छ, अटोमेटिक कट गर्ने गर्छ। यसलाई अटोमेटिक डे लाइट स्विच भनिन्छ साथीहरू। अनि यो बाहिर बिजुलीको पोलहरूमा रातिमा बल्ने, उजेलो भएपछि निम्ने यही सेन्सर जडान गरिएको हुन्छ। यसैले बन्द गर्ने र बाल्ने काम गर्ने गर्छ साथीहरू। फेरि यसलाई म यसरी रुमालले ढाकिदिन्छु। यो बलेको छ। अब यो मैले हटाइदिन्छु, यो निप्छ। यसरी साथीहरू हामीले बाहिर बत्ती बालिन्छ नि, साँझ परेपछि बाल्ने, बिहान भएपछि निभाउने। त्यस्तो झन्झटको लागि यो सेन्सर लगाइदिनु। साँझ परेपछि आफै बल्छ, बिहान भएपछि आफै बन्द हुने गर्छ। र गल्लीमा पनि भर्याङमा पनि यो स्विच सेन्सर यो लगाउन सकिन्छ। यसले डे नाइट यो दुइटैमा काम गर्ने गर्छ साथीहरू। र यसको एक प्याकेटमा दुइटा आउने गर्छ साथीहरू। यो चाहिँ धेरै महँगो पर्दैन साथीहरू। अहिलेसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद।